आदरणीय दर्शक महानुभाव, हाम्रो पृथ्वी सौर्यमण्डलको सबैभन्दा सुन्दर ग्रहहरूमध्ये एक हो अनि हाम्रो यस ग्रहमा लगभग 195 देशहरू छन् जहाँ दिन र रात सामान्य रूपमा जारी रहन्छ। तर हाम्रो धरतीमा केही यस्ता देशहरू पनि छन् जहाँ कहिल्यै पनि रात हुँदैन। हो, तपाईले सही सुन्नुभयो दर्शक महानुभाव, जहाँ हाम्रो सुन्दर देश नेपालमा 12 घण्टाको दिन अनि 12 घण्टाको रात हुन्छ। तर हामी तपाईलाई बताउन चाहन्छौं कि संसारमा धेरै देशहरू यस्ता छन् जहाँ कहिल्यै रात हुँदैन। यी ठाउँहरूमा सूर्य लुकामारी खेलिरहेको हुन्छ अनि खेल पनि यस्तो जहाँ कैयौं महिनाहरू बित्छ। यसो कल्पना गर्नुहोस्, यस्तो देशमा मानिसहरूको दैनिकी कस्तो हुन्छ होला जहाँ रात नै हुँदैन। यसको अनुमान तपाई आफै लगाउन सक्नुहुन्छ। दर्शक महानुभाव, कहिलेकाहीँ हामी सोच्छौं कि काश हाम्रो पृथ्वीमा सूर्य कहिल्यै नअस्ताउने भए र रात नै नभएर यो दिन निरन्तर चलिरहे के हुन्थ्यो। तर प्रकृतिको सामु कसैको केही लाग्दैन। यही कारणले दुनियाँमा 95% देशहरू यस्ता छन् जहाँ दिन र रात सामान्य रूपमा चलिरहन्छ। तर 5% देशहरू यस्ता छन् जहाँ दिन र रात महिनौं महिनौंसम्म हुन्छ। आउनुहोस्, हाम्रो पृथ्वीमा कुन कुन देशहरू त्यस्ता छन् जहाँ रात कहिले हुँदैन, यस विषयमा जान्ने प्रयास गरौं। आदरणीय दर्शक महानुभाव, यो भिडियोलाई अन्त्यसम्म हेर्नुहोला, किनकि यो भिडियो मार्फत तपाईले ती देशहरूको बारेमा थाहा पाउनुहुनेछ जहाँ रात हुँदैन। साथै यस भिडियोमा हामी तपाईलाई यी देशहरूमा किन रात हुँदैन भन्ने विषयमा वैज्ञानिक तथ्य पनि बताउनेछौं। आउनुहोस्, जान्ने प्रयास गरौं आखिर कुन कुन देश हुन् जहाँ रात हुँदैन। नम्बर 1, अलास्का। अलास्का अमेरिकाको सबैभन्दा ठूलो राज्य हो, तर यो सधैँ अमेरिकी राज्य थिएन। यो वास्तवमा रसियाको एक भाग थियो, जुन अमेरिकाले 1867 मा रसियाबाट किनेको थियो। अलास्कालाई हिमनदीको राज्य पनि भनिन्छ। अलास्काको अधिकांश भाग हिउँ नै हिउँले ढाकिएको छ। यहाँ 15 मेदेखि 15 जुलाईसम्म सूर्य पुरै अस्ताउँदैन। यसको मतलब यहाँ रात भएर पनि अन्धकार हुँदैन। यहाँ राति करिब 12 बजे मात्र 50 मिनेटका लागि सूर्य अस्ताउँछ र ठिक 50 मिनेटपछि यहाँ पुनः सूर्य उदाउँछ। नम्बर 2, क्यानाडा। क्यानाडा जुन संसारको सबैभन्दा ठूलो देशहरूमध्ये एक हो। यो देशको अधिकांश भाग एनी टाइम हिउँ नै हिउँले ढाकिएको हुन्छ। यो देशमा पनि दिन र रातको अनौठो चक्र देख्न सकिन्छ। तर क्यानाडाका केही भूभागहरूमा, जस्तै उत्तर पश्चिमी क्षेत्रहरूमा गर्मी दिनमा 51 दिनसम्म सूर्य अस्ताउँदैन। यहाँ निरन्तर दिनको उज्यालो रहिरहन्छ। नम्बर 3, फिनल्यान्ड। फिनल्यान्ड जसलाई ताल तथा झरनाहरूको देश पनि भनिन्छ। दर्शक महानुभाव, संसारमा सबैभन्दा धेरै झरना तपाईले फिनल्यान्डमा पाउनुहुनेछ। यो देशलाई गर्मी मौसममा घुम्नका लागि सबैभन्दा उपयुक्त ठाउँ पनि मानिन्छ। यही कारणले गर्दा यहाँ धेरै जसो पर्यटक गर्मी मौसममा मात्र घुम्न आउने गर्छन्। गर्मी मौसममा फिनल्यान्डमा करिब 80 दिनसम्म सूर्य अस्ताउँदैन। यो देशमा रातिमा सूर्यको किरण रहिरहेको हुन्छ। यात्रा गर्न मन पराउने मानिसहरूका लागि फिनल्यान्ड सबैभन्दा मनपर्ने ठाउँहरू मध्ये एक हो। नम्बर 4, आइसल्यान्ड। आइसल्यान्ड युरोपको उत्तरी छेउमा अवस्थित एउटा सानो देश हो, जसको जनसङ्ख्या युरोपियन देशहरूमध्ये सबैभन्दा कम रहेको छ। यहाँ पनि मे 15 देखि जुलाईको अन्त्यसम्म सूर्य अस्ताउँदैन। प्रकृतिको यो चमत्कार हेर्नका लागि संसारभरबाट लाखौं पर्यटकहरू यस देशमा आउने गरेका छन्। नम्बर 5, नर्वे। नर्वे विश्वको सबैभन्दा सुन्दर देशमध्ये एक हो, जसलाई मध्यरातको देश पनि भनिन्छ, किनभने यो देश अन्टार्कटिका सर्कल अन्तर्गत आउने भएकाले यहाँ दिन र रात सामान्य भन्दा अलि विपरीत हुन्छ। यहाँ मेदेखि जुलाईसम्म अर्थात् करिब 90 दिनसम्म रात हुँदैन। यहाँको मौसम 90 दिनसम्म साँझ जस्तै रहन्छ, अर्थात् न पूर्ण अन्धकार हुन्छ न पूर्ण उज्यालो हुन्छ। क्रमशः एउटै जस्तो मौसम 90 दिनसम्म चलिरहन्छ। नम्बर 6, स्विडेन। यो देशमा पनि मेदेखि अगस्त 20 सम्म सूर्य अस्ताउँदैन, अर्थात् करिब 100 दिनसम्म रात नै हुँदैन र पुरै समय आकाशमा सूर्य देखिन्छ। दर्शक महानुभाव, अब तपाई सोच्दै हुनुहुन्छ होला कि यी देशहरूमा किन रात हुँदैन। त्यसैले अब हामी तपाईलाई यसको वैज्ञानिक तथ्य बताउँछौं।
हाम्रो पृथ्वीको संरचना यस्तो छ, यानि कि यो गोलो छ जो आफ्नो अक्षमा घुमिरहन्छ र सूर्यको किरण पृथ्वीको आधा भागमा निरन्तर परिरहन्छ। अनि जस्तो कि तपाईलाई थाहा छ, पृथ्वीको गतिका कारण दिन र रातको चक्र चलिरहन्छ, जसका कारण पृथ्वीमा जति पनि देशहरू छन् सबैमा रात र दिनको समान चक्र चलिरहन्छ। 12 घण्टाको रात हुन्छ भने 12 घण्टाको दिन हुन्छ। के तपाईलाई थाहा छ, हाम्रो पृथ्वी आफ्नो अक्षमा सिधा छैन, यो थोरै झुकेको छ। यानि कि हाम्रो पृथ्वी 23.5 डिग्री आफ्नो अक्षबाट झुकेको छ, जसको कारणले उत्तरी ध्रुवमा अवस्थित देश, जो कि हामीले पहिले नै बताइसकेका छौं, जहाँ सूर्यको किरण निरन्तर यी देशहरूमा परिरहन्छन्। यी सबै देश उत्तरी ध्रुवमा अवस्थित छन् अनि तपाईँ देख्न सक्नुहुन्छ पृथ्वी निरन्तर घुमिरहेको छ। तर उत्तरी ध्रुवमा रहेका सबै देशहरूमा सूर्यको किरण 24 घण्टा परिरहन्छ, जसका कारण यी देशहरूमा रात हुँदैन। अनि यसको विपरीत जब पृथ्वी सूर्यको अपोजिट साइडमा पुग्छ तब यी देशहरूमा धेरै महिनासम्म रात हुन्छ, किनभने सूर्यको किरण कुनै पनि समयमा यी देशहरूमा पुग्दैन। 24 घण्टामा कुनै पनि समयमा सूर्यको किरण यी देशहरूमा पुग्न पाउँदैन, जसका कारण यी देशहरू कैयौं महिना अन्धकारमा डुबिरहेको हुन्छन्। आदरणीय दर्शक महानुभाव, अब तपाईले बुझ्नुभयो होला कि यी देशहरूमा किन लामो समयसम्म दिन र रातहरू हुन्छन्। दर्शक महानुभाव, आशा छ यो जानकारी तपाईलाई मन पर्यो। यदि तपाईलाई यो भिडियो मन पर्यो भने लाइक अनि आफ्नो आफन्तहरूलाई शेयर गर्न नभुल्नुहोला। साथै हामीसँग निरन्तर रूपमा जोडिन चाहनुहुन्छ भने हाम्रो च्यानल फ्याक्ट फ्लिक्स एचडी लाई सब्स्क्राइब गरी बेल आइकन थिच्न नभुल्नुहोला। अर्को एपिसोडमा नयाँ विषयवस्तु सहित हामी तपाईसँग भेट हुने नै छौं। तबसम्म बिदा हुन्छौं। नमस्कार।